छोरी आज तिमीलाई हेरेर केटा आउँदैछ, तिमी खुसी त छौ नि? खुसी मात्र होइन ड्याडी, म त धेरै खुसी छु। आफूलाई यहाँ कहिले बिहा गरौँ जस्तो भइसक्यो। केटो त राम्रो छ नि बुढो, तपाईले राम्रोसँग बुझ्नु भयो नि। के कुरा गर्छे? मेरो आफ्नै आँखाले देखेको पत्रिकामा यत्रो ठुलो फोटो छाप्या थियो मलाई केटी चाहियो भनेर। उमेर पनि जम्मा 25 वर्षको, कस्तो ह्यान्डसम। त्यसो भए त ढुक्क भए। म बाथरुम जान्छु है। फेरि पेट काटे तेरो? होइन क्या, मेकअप मिलाउनु परेन। छोरी तेरो मम्मी बाथरुम गएकै ठिक छ, नत्र त्यसको अनुहार देखेर ज्वाइ तर्सिन सक्थ्यो। ए चुप लाग्छौ, मेरो केटा चाहिँ कहिले आउँछ कि? नमस्ते। दो अनजाने अजनबी तिमीलाई हेर्न आउने केटा उहाँ नै हो। ओएमजी ड्याडी कस्तो ह्यान्डसम केटा। बन्धन हाय मलाई अहिले बिहा गर्दिसो न। त्यो पनि राम्रो आइडिया हो। शुभ कार्यमा किन ढिला? ऊ यही छ मन्दिर, जाम न बरु त्यही। जाम न ड्याडी जाम। तेरो मम्मीलाई पहिला बाथरुमबाट त आउन दे। हे मम्मी आउँदै गर्नुहुन्छ कि? जाम न कि जाम। यस म बुढी, उहाँ हाम्रो हुनेवाला ज्वाइँ साहब हो।